हेलो मेरो केटीकेटी हो के छ सबै सन्चै हुनुहुन्छ होला गुड मर्निङ है सबैलाई होइन म चाहिँ एउटा कुरा राख्न आयो होइन नेपाली बहिनीहरूको लागि अनि दिदीहरूको लागि कस्तो छ भने अहिलेको जमाना यस्तो छ कि नेपाली केटी यहाँ नोकरी गर्न आएर होइन यहाँकै केटाहरूसँग लाग्दिने होइन यतैकै धनी मनी केटा हेरेर होइन यताकै केटा हेरिदिने यतै केटासँग बसिदिने होइन बङ्गाली हो विदेशी हो यहाँ हाँस्ने पुरा साइकको पैसा भएको यस्तो हेरिदिने सोच बदल के सोच बदल होइन बहिनीहरू आफ्नो झाडु पुछाको औकात छ जो गर्न आऊ त्यो गरेर खाऊ कि मिहिनेत हातमा छ भने डर्नु भएन नि त होइन नेपाली केटा यति राम्रो मिहिनेत गर्दा गर्दै पनि केटाहरूले होइन तिमीहरू उनीहरूलाई इग्नोर हान्छौ क्या होइन तिमी मिहिनेत गर्ने केटालाई इग्नोर हानेर पैसा भएको ठुलो ठुलो बिल्डिङ देखेर पैसा भएको केटाहरूलाई हेर्छौ क्या सोच बदल के बहिनीहरू जिन्दगी चलाउनु छ भने मेरो नेपाली दाजुभाइ जिन्दा छन् होइन मिहिनेती केटाहरू छन् होइन सबै मिहिनेती केटाहरू छन् दाजुभाइहरू तिनीहरूको सपोर्ट हातमा हात राखेर होइन के तिमीहरूको लागि जहाँ निकालेर जान्छ धोतीहरूले खाली बिस्तारा गरम गर्ने त्यही हो उनीहरूको काम होइन झाडु पुछाको औकात तिमीहरूको छ जे गर्न हो त्यो सोच न तिम्रो औकात के छ उसको औकात के छ भनेर ठुलो ठुलो बिल्डिङ देखेर तिमीहरू होइन बिस्तारा गरम गर्न जान्छौ नि बहिनीहरू त्यो चाहिँ मेरो नजरमा भालु नै हो होइन त्यो चाहिँ जे सोच्नु त्यही हो होइन मेरो खानदानमा कोही केटी त्यसो छ भने म त्यसलाई पनि त्यही भनिदिन्छु तिमीलाई मात्र होइन नि बुरा लागे आम्सु सरी फरक पनि पर्दैन तर भन्न खोजेको यो हो कि सोच बदल के नेपाली केटी नेपालको केटा हुँदा हुँदै होइन नेपाली मिहिनेती केटा हुँदा हुँदै आफू आएर इन्डियामा काम गर्न आएर धोतीहरूसँग लागेर त्यो बेङ्गलुरु टाइपको काण्डहरू गर्न अलिकता जिन्दगी हो कि म्याच सिक्ने तिमीहरूको होइन भन्दैछु